नमस्ते गाइस, म तपाईहरुको आफ्नै संस्कार र आज एउटा जानकारीमूलक सन्देश तपाईहरु समक्ष ल्याइराखेको छु। पक्कै पनि विश्वास छ है तपाईले शेयर गरिदिनुहुन्छ है, सबै समक्ष पुर्याइदिनुहुन्छ। केही समयदेखि हाम्रो गाउँ टोल छरछिमेकमा केटाकेटीहरू अपहरण हुन भइरहेका छन्, चोरी पनि भइरहेको छ। तपाईले देख्नु पनि भएको छ होला, सुन्नु पनि भएको छ होला। कतिजना सोशल मिडियाहरुमा पोस्टर पनि शेयर गर्नु भएको छ, बालबालिका हराएका सूचना भनेर हैन। र आज यही घटना हैन हाम्रो यो रूपन्देहीको सियारी गाउँपालिका वार्डमा छ, मोहनगञ्ज भन्ने ठाउँमा हैन। मेरो आफ्नो साथी हैन शिव पौडेलको घरमा पनि घटना गइरहेको थियो कि है। हजुरबा र हजुरआमा केही कामले बाहिर गएको अवस्थामा घरमा हैन दुईजना केटाकेटी खेलिरहेका थिए र त्यही बेलामा चाहिँ बाहिरबाट दुईजना व्यक्तिहरू हैन एउटा बाइकमा हैन मास्क लगाएर बाहिरबाट आएर हर्न बजाएर केटाकेटीहरूलाई बाहिर आउन हो, तिमीलाई चक्लेट मिठाई किनिदिन्छु, बिस्कुट किनिदिन्छु, आउ त भनेर बोलाइरहेको हुँदा ती केटाकेटीहरू बाटो भएर हो हैन, अथवा भनौँ न भगवानको कृपा दयाले आज त्यस्तो घटना नघट्न लेखेको हुनाले उनीहरू बाहिर ननिस्केर त्यहीँ बसिरहेको हुँदा त्यही बेला चाहिँ उताबाट हजुरबा आएर हैन आएको देखेर ती दुईजना व्यक्तिहरू हैन त्यहाँबाट भाग्न सफल भए र ती केटाकेटीहरू अपहरण हुनबाट बस्न पनि सफल भए कि। र सधैँभरि एकै नास्ता दिन हुँदैन नि त हैन। त्यस्तो घटना भोलिपर्सि तपाईको हाम्रो सबैको छरछिमेकमा हुन पनि सक्छ, घट्न पनि सक्छ, घटी पनि रहेको छ कति ठाउँमा हैन। र यस्तै गरी त केटाकेटीहरू हराउँछन्, अपहरण हुन्छन् नि त। आजभोलि हैन केही दिन अघि बोका खसीहरू चोरी त भइरहेको थियो, आजभोलि त केटाकेटी पनि चोरी हुन लागिसक्यो, हराउन लागिसक्यो भनेपछि त अब पनि हाम्रो घैँटामा घाम नलाग्ने कोही लाग्ने त नि हैन। त्यही भएर सबैसँग अनुरोध छ, टोल छरछिमेक समाजमा रहने जति पनि व्यक्तिहरू हुनुहुन्छ हैन, कुनै पनि त्यस्ता अपरिचित व्यक्तिहरू गाउँमा अथवा टोल छरछिमेकमा घुस्छन्, छिर्छन्, पस्छन्, आउँछन्, कसै घर अगाडि आएर यस्तै क्रियाकलाप गर्छन् भने घरबाट निस्केर सोधिदिनुहोस्, बुझिदिनुहोस् किन आएको, कसको लागि, कहाँबाट आउनु हो, के खोज्नु हो भनेर यी दुई चारवटा क्वेसनहरू प्रश्नहरू सोध्यो भने ती व्यक्तिहरू त्यहाँबाट भाग्छन् कि। हाम्रा केटाकेटीहरू कमसेकम हाम्रो टोल छरछिमेक रहेका कसैका छोराछोरी, हाम्रा छोराछोरी सेफ सुरक्षित त हुन्छ नि। त्यही भएर तपाईँ सबै हामीको हैन एउटा कर्तव्य दायित्व पनि हुन जान्छ आफ्नो टोल छरछिमेकमा हैन, समाजमा, अब देशमा चाहिँ हैन हाम्रा ती अबोध बालबालिकाहरू भविष्यका कर्णधार भनौँ, देश चलाउने ती बालबालिकाहरू कोही पनि त्यस्ता व्यक्तिहरूको चङ्गमा नफसुन्, त्यस्ता व्यक्तिहरूको हैन योजनामा हैन पक्कै पनि है सफल हुन नपाऊँ भन्नुलाई तपाईँ हामी सबैले एकदम महत्त्वपूर्ण भूमिका खेल्नु जरुरी छ, खेल्नु पनि पर्छ। र स्कुलमा हैन हाम्रा केटाकेटीहरू जाँदाखेरि एक्लै पनि नपठाऊँ, तपाईँ हामी हैन आफ्नो कामलाई पनि पर राखेर भयो भने केटाकेटीहरूलाई बालबालिकालाई स्कुलमा पुर्याऊँ। किनकि छोराछोरी भन्दा ठुलो कुनै पनि काम छैन, छोराछोरी भन्दा ठुलो अरू केही पनि छैन कि। एकछिन आफ्नो कामलाई पर राख्नुहोस्, तर छोराछोरीलाई सँगै सम्बन्धित ठाउँमा स्कुलमा विद्यालयमा पुर्याएर बल्ल घर आएर काम गर्न मिल्छ नि त हैन। छुट्टी भएपछि उनीहरूलाई लिन जाऊँ, घर ल्याएर अनि त्यसो फेरि अर्को काम गरौँ। किनकि जति पनि दुःख गरेछ हैन, सङ्घर्ष गरेछ तिनै छोराछोरीको लागि गरेछ नि त। तर तिनै छोराछोरी भन्दा पनि ठुलो इम्पोर्टेन्ट महत्त्वपूर्ण काम अरू कामलाई दिनुहुन्छ भने भोलिपर्सि यो टाउको पिट्नु भए केही पनि हुँदैन कि है। त्यही भएर सबैले आफ्नो आफ्नो ठाउँबाट महत्त्वपूर्ण भूमिका खेलेर यी घटनाबाट पक्कै पनि बचाइदिनु होला भन्ने सबैसँग अनुरोध गर्न चाहन्छु है। कामना पनि गर्न चाहन्छु यस्तो दिन पक्कै पनि फेरि पनि देख्नु नपरोस् हैन। किनकि तपाईँ हाम्रो सानो सहयोगले, सानो प्रयासले हैन कसैको घर परिवार, कसै केटाकेटी त्यसै अपहरण हुनबाट बच्छ भने किन त आफूलाई पछाडि पार्ने। एउटा सच्चा हैन, एउटा सचेत नागरिकको भूमिका सबैले आफ्नो ठाउँबाट खेलिदिनु भने पक्कै पनि हाम्रा बालबालिकाहरू सेफ सुरक्षित हैन, सुरक्षित हामीसँगै हुन पाउनेछन् कि है। सबैसँग अनुरोध छ फेरि पनि है आफ्नो ठाउँबाट महत्त्वपूर्ण भूमिका खेलिदिनु होला भन्ने अनुरोध गर्न चाहन्छु।